69औं कान्स फिल्म फेस्टिभल 2026मा अनसर्टेन रिगार्डतर्फ जुरी प्राइज जितेर ऐतिहासिक रेकर्ड कायम गर्ने पहिलो नेपाली चलचित्र एलिफेन्ट्स इन द फग अविनाश विक्रम शाहद्वारा निर्देशित। आयोजना मिति र स्थान सन् 2026 मे 12 देखि 23सम्म फ्रान्सको कान सहरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा चीनको औपचारिक राजकीय भ्रमण कहिले भएको थियो? सन् 2026 मे 19 देखि 20सम्म राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विक्रम सम्वत 2083 जेठ 6 गते सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83मा नेपालको राष्ट्रिय कुल ग्राहस्थ उत्पादन उपभोक्ता मूल्यमा कति हुने अनुमान गरिएको छ? 66 अर्ब रुपैयाँ। मालेका परीक्षकको 63औं वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी बेरोजु कुन प्रदेशमा रहेको छ? मध्य प्रदेशमा 3.77% बेरोजु रकम रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा 0.83% रहेको छ। कोशी प्रदेश सरकारले कुन अवधिलाई कोशी प्रदेश भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ? विक्रम सम्वत 2083 साउनदेखि 2085 असारसम्म। नेपालको 33औं प्रधान न्यायाधीशको नियुक्त को हुनुभएको छ? डाक्टर मनोज कुमार शर्मा। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाई समितिबाट प्रधान न्यायाधीशमा अनुमोदित भएसँगै डाक्टर शर्माले विक्रम सम्वत 2083 जेठ 5 गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपालको पर्वतीय पर्यटनको इतिहासमा एकै दिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरिएको हो? विक्रम सम्वत 2083 जेठ 6 गते 274 जना पर्वतारोहीले सगरमाथा शिखरमा पुग्न सफल भएका छन्। 5 दिनमा सगरमाथा, लोत्से र नुप्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन्? तेन्जिङ डेभिड शेर्पा। 2083 जेठ 3 गतेबाट सुरु गरी जेठ 7मा सफल आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ। 2082 सालको गोकुल वाङ्मय पुरस्कार कसलाई प्रदान गरियो? साहित्यकार एवं राजनीतिज्ञ मोहन विक्रम शाह। सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो? मुकेश डङ्गोललाई। विक्रम सम्वत 2083 जेठ 11 गते अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ? मे 22मा। विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढी आरोहण गर्ने दोस्रो कीर्तिमानी आरोही को हुन्? पासाङ दावा शेर्पा। उहाँले 31औं आरोहण विक्रम सम्वत 2083 जेठ 8 गते गर्नुभएको थियो। प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार 2026 प्राप्त गर्ने सफल कृति कुन हो? ताइवान ट्राभलग। उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? 828 मेगावाट। स्थान बागलुङको ढोरपाटन क्षेत्रमा रहेको छ भने सन् 2026 मेमा चीनको झाउमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले कुन उपाधिबाट सम्मानित भएको थियो? मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन। सर्वाधिक आकर्षक पर्यटकीय गन्तव्य। चलचित्र पत्रकार सङ्घ नेपालको 27औं वार्षिक उत्सव 2083मा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मानबाट कसलाई सम्मान गरियो? अनन्त वागले। सफलता संयोग होइन, यो त कडा मेहनत, दृढता, सिकाइ र त्यागको परिणाम हो भन्ने व्यक्तित्व को हुन्? पेले। नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा हुने स्तरोन्नतिको समय सीमालाई लम्बाएर कहिलेसम्म पुर्याउने संयुक्त राष्ट्रसङ्घ समक्ष अनुरोध गरेको छ? सन् 2030 नोभेम्बरसम्म। उपन्यास पुस्तकालयको स्थापना कहाँ गरिएको छ? काठमाडौँमा। विक्रम सम्वत 2083 जेठ 6 गते एसियाली विकास ब्याङ्क एडिबीले नेपालको लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको उपाधि कुन हो? सन् 2025 देखि 2029सम्म।